जय मसिह सबैजनालाई यीशु ख्रीष्टको नाममा नर्क जीवन भनेको के हो र नर्क भन्ने ठाउँ कस्तो हुन्छ भन्ने विषयमा एउटा भिडियो बनाइरहेको छु मैले। हजुरहरूले सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला है। त्यो साथै नर्क जीवन भनेको पुरै आगो नै आगोको भट्टी हो। यो भट्टीभित्र पसिसकेपछि यहाँबाट उम्किने भनेको चान्स पनि कहिले पनि हुँदैन, किनकि हामीले पृथ्वीमा गरेको पापको सजाय दण्ड चाहिँ नर्क जीवनमा दिइन्छ। नर्क जीवनमा चाहिँ पुरै आगोको गन्धकहरू हुन्छ। यो गन्धक चाहिँ कहिले पनि निप्दैन कि पुरै यो आगोमा भित्र पसिसकेपछि रुने कराउने मात्रै हो, डर किड्ने मात्रै हो कि साथीहरू। त्यसैले हामी पृथ्वीमा हुँदाखेरि यीशु ख्रीष्टलाई ग्रहण गरेर यीशु ख्रीष्टमा हामी उहाँको आज्ञा पालना गर्न सक्यो भने हामी यस्तो ठाउँबाट जोगिन सकिन्छ साथीहरू। त्यसैले आमेन लेख्नु होला साथीहरू कमेन्टमा।